आज म र मेरो छोरा नयाँ बाइक बुझ्नका लागि आएका थियौँ। यहाँ आएर बुझ्दा हामीले जान्यौँ इएमआईमा पनि बाइक लिन सकिने रहेछ। इएमआईले गर्दा मलाई हरेक महिना कति रकम तिर्नुपर्छ भन्ने पहिले स्पष्ट भयो। यसमा एक निश्चित अवधि तोकिएको हुन्छ जहाँ मैले तोकिएको किस्ता बुझाउँदै जान्छु। यसरी भुक्तानी गर्दा एकैचोटि ठुलो खर्चबाट जोगियो। इएमआईको किस्ता रकम सधैँभरि एउटै रहन्छ। यसमा सुरुमा ब्याजको भाग र पछि सावाको भाग बढी हुन्छ, तर तिर्नुपर्ने किस्ता रकम उही रहन्छ। यसरी तोकिएको समयसम्म किस्ता तिरिसकेपछि ऋण आफै मुक्त हुन्छ। आज मेरो छोरा ढुक्कसँग बाइकमा कलेज जान्छ र मैले पनि सजिलोसँग मासिक किस्ता तिरिरहेको छु। हामी जस्तै तपाईहरूले पनि इएमआईको सहजता र योजनाबद्ध भुक्तानी मार्फत समयमै आफ्ना आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ।